हेलो एभ्रिवान साथीहरू, म चाहिँ तपाईँलाई आज आइफोन 17 प्रो म्याक्सबाट चाहिँ धेरै टाढासम्मको जुम गरेर देखाउँछु, जुन चाहिँ तपाईँले देख्न सक्नुहुन्छ। धेरै पर आएको ट्रेन्डलाई पनि यसले चाहिँ कभर गरिरहेको छ। एकदमै पर हो, तर यसलाई चाहिँ म नजिकै ल्याउने कोसिस गरिरहेको छु। एकदम स्पिडमा हुन्छ, तर तपाईँले स्लो जस्तो देख्न सक्नुहुन्छ। यो धेरै परको भएकोले गर्दाखेरि हेर्नु पर छ, एकदमै पर छ छन चाहिँ मैले यसलाई कभर गरिरहेको छु। तपाईँ देख्न सक्नुहुन्छ आइसकेको छ ट्रेन अनि जाँदैछ, यता जाँदैछ, यो जाँदैछ। म तपाईँलाई अझै यसलाई चाहिँ जुम गरेर देखाइरहेको छु। यसले चाहिँ धेरै परसम्मको कभर गर्छ। यसको स्पिड चाहिँ एकदमै, ट्रेनको स्पिड चाहिँ एकदमै छ। यसको स्पिड चाहिँ लगभग 120-130 सम्मको हुन्छ। अर्को ट्रेन पनि आउँदैछ अर्को साइडबाट, त्यही साइडबाट त्यो जाँदैछ र यताबाट अर्को ट्रेन पनि आइरहेको छ। र तपाईँ यदि कन्टेन्ट क्रिएटर हुनुहुन्छ भने जुमको लागि चाहिँ यो आइफोन 17 प्रो म्याक्स पनि एउटा राम्रो विकल्पको रूपमा, यो राति भएकोले गर्दाखेरि त्यो त्यति धेरै क्लियर नदेखिएको हो, तर देख्न सक्नुहुन्छ धेरै परको कुरालाई पनि यसले चाहिँ राम्रोसँग जुम गर्छ। यो अब आउँदैछ है त, आउँदैछ परै छ, त्यही भएर हो। हेर्नुहोस् है त यसको स्पिड, अब एकदमै स्पिड कुद्छ। यो चाहिँ यसको सायद स्टेसन लिएर रोक्न लागेको छ जस्तो छ।